Guys, welcome to my YouTube channel. है सबजनालाई नमस्कार जोरले तपाईहरुको नयाँ ड्यास ब्लग्स आइसकेको छ तपाईहरुको लागि एन्टरटेनमेन्टको लागि बुझ्नुभयो क्या तपाईहरुलाई म बिरामी हुँदै पनि है एन्टरटेनमेन्टको लागि चाहिँ आइसकेको छु तपाईहरु चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला कि प्लिज यार तपाईको 1 सब्स्क्राइबले मेरो पनि हल्का चाहिँ मोनेटाइज हुन्छ नि त बुझ्नु न कुरा बुझिदिनु न प्लिज सब्स्क्राइब चाहिँ ठोकिदिहाल्नु न एउटा कत्रो भ्युअरहरु कत्रो आउँछ है अब त्यो कम्तीमा पनि भ्युअरहरु हुन्छ त्यो भ्यू कति आउँछ है भ्यू चाहिँ 100 200 300 क्रस हुन्छ है अनि सब्स्क्राइब फेरि छैन लाइक गर्दिनु न एकचोटि तपाईले लाइक बटन थिच्दैमा अनि त्यसपछि सब्स्क्राइब गर्दैमा तपाईको ब्यालेन्स घट्दैन के तपाईको ब्याङ्क अकाउन्ट ब्यालेन्स घट्दैन प्लिज सब्स्क्राइब गर्दिनु न तपाईको एक सब्स्क्राइब जम्मा 1 क्लिक त अनि 1 सब्स्क्राइबले त मेरो पनि त मेरो सपना नि पुरा हुन्छ नि त तपाईले 1 सब्स्क्राइब गर्दा मेरो सपना पुरा हुन्छ अनि गर्दिनु न हो प्लिज तपाईहरुको लागि हैन ल सुन आइसकेको छ नि त अब अहिले फर्स्ट हो भिडियो बनाउन खासै जान्दैन हैन भिडियो बनाउन लाज लाग्ने हैन भिडियो बनाउन लाज लाग्ने अनि यताउता ठुल्ठुलो बाहिरतिर यसो लाज लाग्ने भिडियो एडिट गर्न नजान्ने त्यही भएर यत्तिकैमा घच्चाघच आउँछ जस्तो आउँछ त्यस्तै तरिकाले हेर्दिनु होला है तपाईहरुले चाहिँ लाइक एन्ड सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला के प्लिज गाइज मेरो तर्फबाट तपाईहरुलाई सल्युट छ है तर यति पनि तर गर्दिनु भएको छ सब्स्क्राइब जति पनि मैले नभनेकोमा अब यताउता नगर्दा यत्रो भिडियो यति थोरै छ हैन अब हामी त्यस्तो ठुलो पनि त हैन नि त हैन त्यही भएर तपाईँ यतिकै पनि हजुरले सब्स्क्राइब गरिदिनु भएको छ खुसी लाग्छ तर तपाईहरुले आएर एकैछिन हेरिदिनुहुन्छ गइदिनुहुन्छ कि हेरिदिने गइदिने टक्क सब्स्क्राइब पनि एक सब्स्क्राइब पनि हान्दिहाल्नु न ख्याच हानेर बेलायक थिच्दिनुहोस् फेरिमा आइरहेको छ नि त तपाईले युट्युब खोल्दै क्या मेरो नयाँ भिडियो आउँदै थियो तपाईको युट्युबमा फर्स्टमै देखिहाल्छ नि त त्यही भएर चाहिँ तपाईले सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला सब्स्क्राइब तपाईको 1 सब्स्क्राइबले मेरो सपना पुरा हुन्छ भने गरिदिनुस् न प्लिज मन एउटा सपना पुरा हुन्छ हैन गाइज त्यही हो कुराकानी मेरो जनताहरु हैन यस्तै छ बेरोजगार भइया छ बेरोजगार ढक्का लाउरे बन्छ भन्यो पिटाइ गरे बस्यो हैन लाउरे साउरे भइया छैन भइसक्यो 3 वर्ष भइसक्यो लाउरेले घाटा हाने छ गाइस हैन त्यही भएर अब यसपालि लास्ट के हुन्छ हेरौँ जस्तो मेहनत गर्दैछु भनौँ अब त्यत्रो टाढा डोल्पादेखि आयो है मेहनत त 2-3 वर्ष पोखरा बस्यो गरियो त्यही पनि गाह्रो छ हैन भर्ती भन्ने कुरा अब यस्तै हो गाह्रो छ इन्डियन आइडी नखुलेर बेजक बनाइसक्यो त्यही पनि ठिक छ गाइस सो गाइस त्यसको जे हुन्छ त्यही अपडेट म तपाईहरुलाई दिँदै गर्छु मेरो यो छोटो अब फर्स्टमा त खासै एडिट गर्न जान्दैन नि त त्यही भएर म जति बनाउँछु भिडियो त्यति जस्तो जान्छु मैले त्यही अनुसारले चाहिँ हजुरलाई मैले प्रस्तुत गर्छु हजुरलाई देखाउँछु म गाइस तपाईले लाइक सब्स्क्राइब गर्न नभुल्नु होला थ्यांक यू फर के भन्छ लास्टमा के थ्यांक्स फर वाचिङ तपाईले यति लास्ट भिडियो हेर्नु भएको छ भने थ्यांक्स तपाईले सबै मेरो तर्फबाट